काँक्रा त चोर्ने हो हेर तर यसपालिको प्लान म बनाउँछु हेलो ओए कहाँ छिस् त म मामा घर कहिले गइसरी मामा घर हिजो साँझ आया ए घर कहिले आउँछस् त भोलि बिहान मलाई घरमै भेट्छिस् अनि तेरो घरमा दाइ मम्मी कहाँ हुनुहुन्छ त तिम्रो त बजार गए खान ए ल नि त म त घर बाबा यहाँ आउँथिस् कि भनेर फोन गरेको थिएँ ल ल म पनि बित्छु जहिले पनि फोन गरी गरी मलाई बोलाउने अनि जेब खर्च चाहिँ मेरो काट्ने थाहा छैन मलाई दिनु पर्ने उनीहरूको कुरा त यताबाट जा म उताबाट जान्छु है कसैले यहाँ भेटायो भने त्यत्रो प्लान बनाइन आया अनि यहाँ कसरी भेटाउने भन्ने कुरा हुन्छ छिटो जा बरु त यता जान्छु झुटो काँक्रो भेटिने अहिलेसम्म भया चाहिँ के हो मकै गरी दरेम दरेम हरिया करा करम करम ओइ ओइ प्रोग्राम सुनिरेस के त काँक्रा चोर्न आइस कि गिराउन आइस ए सरी सरी कामपट्टि लाग ल ल काँक्रो भेटिया टिप न टिप तैँले चोरलिस भन्न त रोप्या हो त्यो तेरो बाजे टाउको झन्नल खुट्टामा ठोकेन तँलाई त्यहाँ टोक्न रहेछ यहाँ मलाई टोकिसक्यो कहाँ खै यहाँ रहेछ त काँक्रो ओइ मैले त तेरो खुट्टामा कहाँ टोक्यो सर्पले भन्न हेर्न लाग्थ्यो आयो मेरो हातमा काँक्रो ए कहाँबाट आयो म भन्छु फोन गरेर तर तेरो सागा सन्तान कहाँ छ भनेर सोध्ने अनि घरमा छैनन् भन्ने थाहा पाएपछि बारीमा पर्छ आफै आउँछ काँक्रो हातमा तिमीलाई साथीको नाममा कलम तिमीलाई त नि पुलिसको हातमा लाउँछ काँक्रो हामीले टिपेकै छैनौँ नि चोर्या छैनौ कि भने यो काँक्रो जस्तो थियो यो लरा अब त्यस्तै झुनाइदिनु पर्यो होइन भने यो काँक्रोको 500 रुपियाँ फेरि ल के पकर नानी म यो खान्न त्यो दे अहिले फेरि जे दिएछ चुप्पा लागेर खा ठिक छ चुपचाप लागेर खान्छु तर काँक्राको 500 रुपियाँ तिर्या याद त होला नि तैँले तिरिसिस गर म त 100 रुपियाँ मात्रै दिने ओए चुप ल हो यसरी मिल्ने कुरा गर्न के दशलाई नै यसो काँक्रा चोर पुगेछु